अब देखिहाल्नुभयो गाइस, हामी चाहिँ जामुनखाडी घुम्न आएको आज होइन। प्रशान्त र म। प्रशान्त कस्तो लाग्दैछ? फाइनली बाई टिकट एकजनाको 100 रुपियाँ, दुईजनाको 200 रुपियाँ टिकट काटिसक्यो हामीले होइन। यहाँ चाहिँ अब यस्तो दामी छ। अनि यहाँ सिमसार छ सानो, यो चाहिँ धुपीको रुख। यस्तो दामी इमेजिङ भ्यू छ यहाँनिर, जहाँ हेऱ्यो पनि यस्तो रमाइलो ठाउँ छ होइन। हामी चाहिँ यहाँभित्र इन्ट्री गरिसक्यौँ गाइस। यो चाहिँ हाम्रो टिकट हो, हामी दुईजना। यसले चाहिँ मेरो ज्याकेट बोकिरहेको छ यसरी। प्रशान्त के भयो? ल हिँड। यस्तो दामी सिन छ नि यहाँनिर, कस्तो मनै आनन्द आउने खालको। यहाँ छु गाइस, घुमिरहेको छु होइन, एकदम इन्जोय गरिरहेको छु यहाँनिर जामुनखाडीमा। यहाँ चाहिँ म आफ्टर 4-5 इयर्स पछि आएको है यो ठाउँमा चाहिँ। एकदमै रमाइलो छ, हरियाली जताततै। यहाँनिर चाहिँ यस्तो दामी ठाउँ रहेछ होइन। यो चाहिँ माथि चढ्ने अनि माथिबाट हेर्ने सिनहरू, यो चाहिँ भ्यू टावर जस्तै भनौँ न। अब हामी त्यहाँ लागिरहेको छौँ, म चाहिँ एक्साइटेड छु त्यहाँ चढ्नको लागि, त्यहाँबाट कस्तो देखिन्छ भनेर। म चाहिँ माथि आइसकेँ, माथिबाट चाहिँ देखिरहेको छ भ्यूहरू होइन, एकदमै राम्रो। कस्तो दामी छ नि भ्यू, सन भ्यू। प्रशान्त यहाँ हेर्दैछ। म चाहिँ यहाँ आइसकेँ, कस्तो दामी छ नि सिन, इमेजिङ भ्यू। अहिले चाहिँ हामी यता आयौँ होइन। यहाँनिर चाहिँ सानो सानो जूहरू पनि चाहिँ यहाँनिर बनिँदो रहेछ, यहाँनिर चाहिँ बनिँदैछ। अनि यहाँनिर चाहिँ कालो भालु अजिङ्गर यता अरे यता। अब यो चाहिँ भर्खर बनिएको रहेछ है, पहिला चाहिँ थिएन। म यहाँ आउँदाखेरि यस्तो केही पनि बनिएको थिएन, अहिले चाहिँ यो बनिएको रहेछ। यहाँ बच्चाहरूको लागि चाहिँ एकदमै खेल्ने अर्को पार्क बनिएको रहेछ होइन। अनि यहाँ छ सिमसार, यहाँ चाहिँ डुङ्गा खेल्न पाइन्छ। अब हामी जाँदैछौँ त्यहीँनिर। अनि त्यसपछि यहाँनिर रहेछ जामुनखाडी, पर छ आई लभ जामुनखाडी लेखेको ठाउँ होइन। यहाँ छ एकदमै रमाइलो छ। यहाँ पर चाहिँ शिव भगवानको मूर्ति पनि बनाएको रहेछ गाइस, हेर्न सक्नुहुन्छ तपाईँ पनि। प्रशान्त के खेल्ने अरे? यहाँ चाहिँ फुलको रुख रहेछ है फेरि। मान्छेहरू खेलिरहेको छ भने यस्तरी खेल्ने हामी पनि। अब यहाँ चाहिँ लिङ्गे पिङ रहेछ है गाइस, लिङ्गे पिङ मलाई चाहिँ एकदम मनपर्छ होइन। म चाहिँ एक्साइटेड भएर लिङ्गे पिङ खेल्न गइरहेको छु। हामीतिर चाहिँ दसैँ मात्रै लगाउँछ, यहाँ चाहिँ रहेछ लिङ्गे पिङ। लक्किली मैले अहिले पनि खेल्न पाएँ। म जाँदैछु लिङ्गे पिङ खेल्नको लागि। ल प्रशान्त खेल्दा चाहिँ यहाँ चाहिँ पिङ। डर लागेको छैन? पिङ खेल्यो होइन, भुत जस्तो भइएको छ, आँखा हेर्न सकिन्न घामले, त्यही भएर अब यता आएको अर्को पिङ खेल्न, यो पिङ खेल्न आएको अब चाहिँ। आऊ बाबा लगाइस, फाइनली खेलियो पिङ पनि, फुलै फुल भएको पिङ पनि खेल्यो, यताको लिङ्गे पिङ पनि खेलियो। सो अब चाहिँ हामी जाँदैछौँ स्मल जू। त्यहाँनिर चाहिँ बाघहरू छ अरे, के टाइगरहरू, लेसी। हामी जाँदैछौँ। यो चाहिँ एकदमै धेरै एक्साइटेड छ। पर्छन् के अरे भएको ज्याकेट कतिको खुसी छौ? खुसी छौ? ल लेट्स गो। यहाँ चाहिँ छ है बाघ, यहाँ चाहिँ छ बाघ, स्मल बाघ रहेछ, ठुलो रहेछ टाइगर। यो चाहिँ पिकनिकको सिजन हो है गाइस। यो पारि पुरा स्कुल बसहरू छ होइन, स्टुडेन्टहरू लिएर आइरहेको छ। यो पिकनिक खाने सिजन हो यो चाहिँ, त्यही भएर सबैजना पिकनिकको लागि आउनुभएको छ। घरको फ्यामिली मिलेर पिकनिक खान एकदम रमाइलो हुन्छ है। हामी नै आएको थियौँ कुनै दिन यहाँनिर, आजभन्दा 12-15 वर्ष अगाडि म आएको थिएँ, त्यसपछि त आउनुभयो होला, म चाहिँ आएको थिइनँ है। यो चाहिँ हाम्रो सिमसार हो, एकदमै रमाइलो छ है। सुन्दर यस, तेरा कुनै होइन, जामुनखाडी सिमसार। म चाहिँ अब उहाँ जाँदैछु है। यहाँनिर चाहिँ शिव भगवानको मूर्ति छ होइन, गइरहेको छु म चाहिँ यताबाट। अब यो चाहिँ हो त जाने, यहाँ चाहिँ गई छ अरे, अब चाहिँ गई हेर्न गएको होइन। यहाँतिर पिकनिक आउनेहरूले यस्तो मिठो मिठो खाना पकाएर खाउने, भोक त लागेको थिएन, त्यही पनि यस्तो मिठो बास्ना आएर पनि गएर खाइहाल्नु जस्तो दिँदैन नि त, किनेर गएर खाइदिइहाल्छ, मिठो बास्ना आइरहेछ।
ए सानो रहेछ गएको बच्चा खै यहीँ हराउँछ ल फाइनली कैलाश पर्वतमा बस्नुभएको शिव भगवान्को मूर्ति भएको ठाउँमा आइपुग्यौँ हामी ल जताततै यति मिठो मिठो खाना पकाएर छन् गाइस होइन मेरो नाकले यस्तो मिठो मिठो बास्नाहरू ल्याइरहेको छ नाकमा होइन खाउँ खाउँ खाउँको लागिसक्यो कसैले सुनेर अलिकति त्यति खाना दिएन हुन्थ्यो नि यस्तो भइरहेको छ नि दिँदैन नि के गर्नु अब जता हेर पिकनिक रमाइलो नाचिरहेछन् खाइरहेछन् पकाइरहेछन् होइन मलाई चाहिँ भोकको चाहिँ छैन तै पनि हुन्छ नि यो माहौल अनि यहाँ बनेको देखेर चाहिँ अलिकति दियो नि खान्थ्यो जस्तो भएको दिँदैनन् कसैले सुन्दैनन् कि त्यो यत्रो बोलिरहेको छ हौ ल गाइसहरू सुन्दैनन् नि हो कसैले सुन्दैनन् दिँदैनन् कसैले भने राम्रै हो मन परेको ए नि हजुर घाम लाग्यो घमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो यो गीत त्यतिकै पढ्नेको होइन कि गाई साँच्चीकै रमाइलो छ हाम्रो गुरुभाइ घुम्न आउनुहोस् जहाँ गए पनि यस्तो रमाइलो छ नि मस्ती राम्री राम्री मान्छेहरू छन् राम्रो राम्रो पनि छन् होइन पर्छ नि के भन्छ तिमी राम्रो खाने घुम्न आउनु सबैलाई भन न घुम्दिनँ होला यो चाहिँ मेरो साथी हो गाइसहरू यो चाहिँ मेरो सानो पुछार हो कि कहाँ गयो यो पुछार छुट्दैन मेरो फेरि घर आएपछि यो मेरो पुछार तारा पुछार यो चाहिँ मुसाहरू रहेछ यो चाहिँ मुसाहरू सानो सानो मुसाहरू छ हिमाली गिद्ध अरे यो चाहिँ आमामा ओ गिद्ध आइज यता सुने पो यहाँ चाहिँ अजिङ्गल स्नेक रहेछ यस कति सुतेको म भन्दा अल्छी रहेछ उठ 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 ऱ्याबिट चाहिँ टन्नै रहेछ है यो चाहिँ नेपालमा सस्तो पर्छ होला कि त्यही भएर ल्याएर टन्नै हाल्छ कि यसले धेरै बच्चा जन्माउँछ होला क्या त्यही भएर नत्र दिँदैन नहुनु पर्ने हो अरू चाहिँ एउटा छ यहाँ चाहिँ अजिङ्गर रहेछ कि गाई तर पर अलिअलि देखिन्छ यो चाहिँ मयूर रहेछ कि भाले रहेछ कि भाले हो कि पोथी हो खोइ त हुनै पाएकै छैन मयूर हो यो पनि मयूर हो ल यहाँ पनि मयूर रहेछ यहाँ चाहिँ लभ बर्ड अरे कि खुत्रुके बर्ड भनौँ न किनकि यहाँ खुत्रुकेमा बस्दो रहेछ कि यहाँ चाहिँ यहाँ चराहरू त्यही भएर खुत्रुके बर्ड छ यहाँ चाहिँ गाइस गएर नाच्नुपर्छ कि हो यिनीहरूले नाच्न पनि पारा ल्याएनन् गएर यसो एक दुई स्टेप सिकाइदिउँ कि क्या हो ल पर्छ सिकाइदियो कि नाइ भएको पर्सनले मना गऱ्यो नत्र म गइदिन्छु यस्तो गर होइन गाइस यस्तो होइन यस्तो हो यस्तो सिकाइदिनु लागिरहेको थियो मना गऱ्यो होइन त्यही भएर हातै काट्दिनँ आज जेब्रा छ है यो सानो जेब्रा ठुलो जेब्रा यो चाहिँ पुल होइन म डराउँछु कि भनेर हल्लाएको होला नि तर म रिजन डराउने होला छैन होइन भनेर भन्दिनँ म यस्तोसँग हिँड्दा चाहिँ मलाई लास्ट डर लागेको साँच्ची तर पनि मैले चाहिँ भनिदिरहेको छु डर लाग्दैन भनेर हामीले पुल कटेर यहाँ आयो अब चाहिँ म विश्राम गरेको म थाकेँ गाइस यो चाहिँ बच्चाहरूको खेल्ने छ है यहाँ यो चाहिँ जामुन खाडी एयरलाइन छ यो होइन यहाँ चाहिँ बच्चाहरू सानो सानो बच्चाहरूको लागि चाहिँ मेरो लागि पनि हो यहाँ चाहिँ अब रेलगाडी छ है कसले भन्यो नेपालमा रेल छैन भनेर ठाउँ ठाउँमा रेल छ भने लु हेर्नु गाइस रेलगाडी रेल हो अनि ढिलो भयो हामी होइन नि हौ ड्राइभर हुन्छ नि हौ म जस्तै म कुदाउँछु क्या खै ड्राइभरै छैन अघि गाइस हामी चाहिँ अब फर्केको होइन अनि अब हामीलाई जान चाहिँ धेरै टाइम लाग्छ 1-1.5 घन्टाको बाटो छ घरसम्म त्यही भएर फर्क्यौँ फेरि आउने भन्दै होइन अब चाहिँ नेक्स्ट चाहिँ सेल्फी डाँडा आज फोटो खिच्ने मान्छे नभएर हामीले चाहिँ भिडियो बनाएर गयौँ होइन दुईजनाले चाहिँ यो चाहिँ यहाँको अब छ अझै यहाँ पार्कहरू छ खेल्ने ठाउँहरू छ अझै यहाँ बच्चाहरूको लागि यहाँ एउटा के जाति छ यो केटी यहाँ बसिहाल्यो होइन म पनि बसिहालेँ फेरि मेरो चाहिँ पिटी केही मनाउँदैन केही भेट्दैन अब पिङ खेल्दैछ है गाइस लु गाइस हामी फर्केको अब बाई बाई जामुन खाडी अब बाई 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 गर